एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज म र मेरो बहिनी टक्क खाटमा सुतेथे त त्यसपछि म उठेँ हैन। मैले बनाएको थिएँ चाउचाउ दुईटा तीनटा चाउचाउ बनाएको थिएँ हैन। त मेरो बहिनी चाहिँ अहिलेसम्म सुतेछ यार गाइज, अहिलेसम्म पनि उठा छैन। उठ भन्दैछु त्यही पनि उठ्ला छैन भने नि जति भने पनि उठ्दैन। ए उठ्न भने त्यही पनि उठिन क्या। त्यसपछि म लागेँ टक्क लगाएर यो एउटा हाम्रो छत छ क्या, छतको ढोकानिर बाहिरतिर हेरेर यसरी सोच्दै थिएँ। बहिनीले जुत्ता लिएर आएर चाहिँ हैन, जुत्ता टक्क ट्राई गरेँ। अब साइकलतिर लाग्यो। यो साइकलमा म जान्छु अफिसतिर हैन। अफिसतिर जानलाई पनि साइकल लिनुपर्छ क्या मान्छेहरूले। अनि यो चाहिँ मेरो ब्याग, यो पुग्यो म अफिस। म आफै गएर अफिस खोल्छु कि साथीहरू, तिमीलाई के थाहा। अनि यो हो हाम्रो अफिसको ऐना। कति राम्रो ऐना छ, तिमीहरू हेर्न सक्नुहुन्छ। यति राम्रो ऐना र यति राम्रा टाइलहरू कहाँ पाइन्छ भनेर सोच्दै हुनुहुन्छ भने हाम्रो धनगढीमा रहेको पुरानो सब्जी मन्डीको नेत्रेश्वरी इन्टरप्राइजेसमा पाइन्छ। हेर्नुहोस् त कति राम्रो। यो चाहिँ के हो भन्दाखेरिमा के हो, यो टाइल हो, टाइल। त हजुरहरू हेर्न सक्नुहुन्छ यति राम्रा टाइलहरू आइसकेका छन्। त सबैजना आउनु होला र सेवाको मौका अवश्य दिनु होला। देख्नुभयो कति राम्रो छ। यस्तो गरेर मैले हजुरहरूलाई देखाउँदैछु टाइलहरू कति राम्रा छन् भनेर। यति धेरै टाइलहरू आइसकेछन् हाम्रो पसलमा। त्यसपछि हेर्नुहोस् त मेरो त यता गिजै पाक्या रहेछ। कोहीको जुठो खाँदैछु यसैले पाक्या रहेछ मेरो गिजा चाहिँ हैन। यसैले हजुरहरूले देखाउँदैछु कस्तो दुख्या छ क्या। त्यही पनि म हाँस्छु के कसरी हाँस्दिँदैछु क्या म त। हेर्नुहोस् न यहाँ मेरो आँखा कति राम्रो छ, हेर्नुहोस् त। एमजी म यति राम्री कसरी भए होला के। घरमा सबभन्दा राम्री म नै छु थाहा छ कि। ओहो हेर्नुहोस् त मेरो आँखा कति राम्रो। यो चाहिँ मेरो अफिस रुम हैन। यहाँ चाहिँ म काम गर्छु। यो हो मैले बस्ने ठाउँ हैन। भाइहरू काम गर्दैछन् अनि बहिनी पनि बसेछन् उता। अनि हेर्नुहोस् त हाई भन्दैछन्। हाई बहिनी, कितनी क्युट छौ तिमी त। ए देख्यौ मेरो दाँत कति राम्रो। म यस्तै गफ गर्छु क्या यस्तै। अनि सबै अनि हेर्नुहोस् त यहाँ भाइले प्याज काट्दैछ। आज मैले चटपटे पार्टी दिँदैछु अफिसमा सबैजनालाई। आज मेरो तर्फबाट चटपटे पार्टी। कस्तो राम्रो प्याज काटेको कि मलाई त कस्तो राम्रो लागेको प्याज काटे पनि। हेर्नुहोस् त हाम्रो चटपटे कति मिठो होला, कति राम्रो होला खाएपछि। मेरो त मुखमा अहिलेदेखि पानी आउन थालिसकेको थियो पहिले नै। अनि टक्क लगाएर प्याज काट्न सकेँ। अनि यता चाहिँ के गर्दैछन् भनेर हेर्दाखेरि चाउचाउहरू खोल्दै थिएँ। यो चाहिँ 5 रुपियाँको आउनेवाला चाउचाउ हो। त्यही होस् म कति दानवीर छु, सबै खिलाइदिन्छु। देख्नुभयो त हाम्रो चटपटे कसरी बन्दैछ। यसरी हामीहरू अफिसमा सबैजना मिलिजुली खान्छौँ। कोहीले के लिएर आउँछ, कोहीले के लिएर आउँछ। अनि सबैजना ओहो मैले कसरी हात छोडेको खानालाई। अब यो लगेर भाइले दही र आहा हेर्नुहोस् त मलाई चटपटे दिएको, कति मिठो चटपटे। अनि सबैजना मिलेर खान थाले हामीहरू। भाइहरू खुसी भएर खाला थिए, बहिनी पनि खुसी भएर, म पनि ह्याप्पी भएर खाँदै थिएँ। कस्तरी खाएँ नि मैले, लपक्क जिब्रो तानी। यस्तरी हो देख्यौ चटपटे खाने भनेको। हातले खानको मजा नै अलग हुन्छ के साथीहरू। यस्तरी खानुपर्छ के चटपटे। चम्मचले भन्दा पनि हातले खाएपछि स्वादै अलग, बेग्लै स्वाद आउँछ के, बेग्लै। देख्नुभयो यस्तरी लब्याङ खान्छु मैले चटपटे। तपाईहरू हेर्न सक्नुहुन्छ हामीले चटपटे। ओहो अनि आयो हाम्रो दही जेरी। हाम्रो भाइले हामीलाई खिलायो दही र जेरी। कति मिठो होला यो दही र जेरी हैन। अनि बहिनीहरू पनि मक्ख भइहाले, म पनि मक्ख भइहालेँ। भाइले दही र जेरी ल्याए देखेपछि त सबैजना खुस भए। अनि सबैजना मिलेर खान थाले। हामी त नाच्न गाउन थाले दही जेरी आएको देखेर। म कति खुस भइहालेँ हेर्नुहोस् त। अनि यो चाहिँ हाम्रो टेबल हो, त्योमा हामीले दही र जेरी राखेको छु। वाउ।
अब यो खाँदाखेरि त कस्तो मजा लाग्यो दिनभरि खाएरै जाने भयो क्या हाम्रो त। अनि मैले भाइलाई पनि दिएँ खाऊ भनेर होइन। अनि सबैलाई बाँड्दै थिएँ, बाँड्दै अनि मेरो भाग पनि आउन थाल्यो। सबैजना खानलाई स्टार्ट रेडी भइसकेछन् के तयार अवस्थामा सबको मुखदेखि रुवाल मात्र चुइलान्छ खानलाई। कति मजा आउला भने सोच्दै थिएँ होइन। मैले त एउटा पिस उठाएँ अझै राखिदिएँ किनकि थोडा पछि खाउँला भनेर। अनि खान थालेँ। वाह त्यही पिस मात्र खाएँ अझै। अनि पछि त मैले दहीमा डुबाई खाएँ जेरीलाई। दहीमा डुबाएर खानुको मजा त अलग्गै आउँदो रहेछ साथीहरू जेरीको। हेर्नुहोस् त कसरी लपालप खाँदैछु। मेरो त अहिले पनि देखेर पानी आइसक्यो मुखदेखि के गर्ने। अनि बाहिरतिर आएँ म पछि होइन टक्क लगाएर। त साथीहरू पछि म आएँ बजारतिर मैले हेर्न थालेँ के कस्तो छ, कता सेल लागेछ कता लागेको छैन भनेर होइन। बाहिरतिर हिँड्न लागेँ, डुल्न लागेँ अनि मान्छेहरूसँग भेट्न लागेँ अनि हेर्न लागेँ। त्यहाँ सेल लागेको ठाउँमा पुगिसकेको थिएँ म। अनि यता त जुत्ताको सेल पो लागेको रहेछ। ओएमजी कति राम्रो जुत्ता होला के यो त। म त देखेरै खुस भइहालेँ, मनमोहन भइहाल्यो होइन यो जुत्ता हेरेर त। हेर्नुहोस् त कति राम्रा जुत्ताहरू छन्। म त के गरौँ भन्ने भयो। बहिनीले ल्याइसकेको थियो जुत्ताहरू। अनि मैले त्यसपछि चप्पलहरू हेर्न थालेँ। हेर्नुहोस् त चप्पल पनि कति राम्रा छन्, जुत्ता पनि कति राम्रा छन्। अनि त्यसपछि म के गरौँ भनेर त्यहाँबाट निक्लेँ। अनि त्यसपछि आयो कपडाको दोकान। कपडाको पनि सेल लागेको रहेछ। अनि मैले त्यहाँ पनि सेलको कपडा हेरेँ। मलाई खासै त केही मन परेन त्यहाँ होइन। सेलको कपडा पनि कसलाई पो मन पर्ला। त्यही पनि मैले यत्तिकै हेर्दै गएँ के छ भनेर होइन। अनि त्यसपछि गएँ म कहाँ जाउँ भन्ने हुँदै थियो कि खुल्दुली। यहाँबाट त उता बजार पो सक्या रहेछ। आइसक्रिमको ठेला देखेँ अनि रोड गएँ म हिँड्दै। अनि बहिनी र म घुम्न थालेँ मजाले, हाँस्दै खेल्दै रमाउँदै। त्यसपछि भयो राति अनि म घरतिर लागेँ। हेर्नुहोस् त यस्तैमा साइकलमा, घर पनि साइकलमा आउने, घरबाट जाँदाखेरि पनि साइकलमा जाने। यस्तो लाइफ छ मेरो। यति इन्जोय गर्छु मैले आफ्नो लाइफ। कहिले एक्लै यति इन्जोय कहिले गर्छ र मेरो जस्तरी। त साथीहरू कहिले पनि दुःख नमान्नुहोस्। केही भयो भने सुखमा हिँड्नुहोस्, हाँस्दै खेल्दै रमाउँदै म जस्तै हाँस्दो खेल्दो फेस लिएर। हेर्नुहोस् त कति उज्यालो छ यता त। वाउ लाइटै लाइट